म चाहिँ रेकर्ड गर्न हिँडेको है त। अब यतिको टाढामा कतिको रेकर्ड भइरहेछ ल, यति नजिकसम्म त राम्रै चलिरहेछ भने अब म अलिकति टाढा जान्छु होइन, बोल्दैछु है त, मेरो आवाज आइराखेको छ होला, म अलिकति टाढा बस्छु ल, राम्रै आइरहेछ ल, आवाज राम्रै आइरहेछ होइन। अनि त्यसपछि अझै टाढा जान्छु म अलिकति 10 फिट अझै अलिक टाढा, म अझै टाढा जान्छु। कस्तो आइरहेछ आवाज, अलिकति कस्तो अड्किएको छ होला, खोइ मलाई थाहा छैन है। म चाहिँ आज माइक टेस्ट गर्न जाँदैछु है त। माइक टेस्ट यो चाहिँ एक्ज्याक्ट कम्पनीले बनाएको हो, एकदम राम्रो क्वालिटीको माइक छ। मैले करिब 3-4 हजारको किनेको यो मिनी माइक हो होइन। सर्टमा एउटा म्याग्नेटले लगाएर हिँड्ने हो। यहाँ अलरेडी म्याग्नेट पाउँछ, म देखाउँछु। यो चाहिँ म्याग्नेट हो, अघि भर्खरै मैले जुन टच गरेँ त्यो चाहिँ म्याग्नेट हो। अनि यो ब्लू कलर हुन्छ, अर्को रेड कलर हुन्छ ल। मैले बटन थिचेँ रेड कलर भयो। त्यो रेड कलर चाहिँ मोबाइलको रेकर्डिङ हुन्छ, मोबाइलको भोइस रेकर्डबाट हुन्छ। अनि मैले रेड अफ गरेर ब्लू मात्रै अन गऱ्यो भने, ब्लू लाइट मात्रै अन गऱ्यो भने त्यसले चाहिँ माइकको असली काम गर्छ है त, सक्कली काम गर्छ ल। मैले रेड कलर अफ गरेँ, अब चाहिँ ब्लू कलर छ। ब्लू कलरको मतलब ब्लू भनेको माइकको रेकर्डिङ, यसले रेकर्ड गरेको। जस्तै म अहिले बोलिरहेको छु, ब्लू कलरबाट बोलिरहेको छु। मसँग 2टा माइक छ, यहाँनिर 2टा माइक पाउँछ। यो एकदम हेडफोन जस्तै हुन्छ, अलिकति महँगो हुन्छ तर ठिकै हो मिनी माइक भन्दाखेरि। अनि यहाँनिर पाउँछ यो 2टा माइक पाउँछ। अनि एउटा चाहिँ चिप पाउँछ, जहाँ तपाईँको चार्जिङ पोइन्ट हुन्छ त्यहाँनिर एउटा चिप भरिन्छ, चिप हालिन्छ। चिप हालेपछि बल्ल यो ब्लुटुथ अन गर्ने, त्यसपछि माइक अन गरेपछि रेकर्ड गर्न सुरु भइहाल्छ। तर यो मात्रै होइन, आज म रेन्जको टेस्ट गर्नेछु, यो माइकले कतिको टाढासम्म रेकर्ड गर्न सक्छ भोइस रेकर्ड भनेर म आज चेक गराउन जाँदैछु तपाईँहरूलाई है त। सुन्नु भएको छ, आवाज आयो होला नि होइन? आवाज आइरहेको छ भने ठिकै छ। म चाहिँ रेकर्ड गर्न हिँडेको है त। अब यतिको टाढामा कतिको रेकर्ड भइरहेछ ल, यति नजिकसम्म त राम्रै चलिरहेछ भने अब म अलिकति टाढा जान्छु होइन, बोल्दैछु है त, मेरो आवाज आइराखेको छ होला, म अलिकति टाढा बस्छु ल, राम्रै आइरहेछ ल, आवाज राम्रै आइरहेछ होइन। अनि त्यसपछि अझै टाढा जान्छु म अलिकति 10 फिट अझै अलिक टाढा, म अझै टाढा जान्छु। कस्तो आइरहेछ आवाज, अलिकति कस्तो अड्किएको छ होला, खोइ मलाई थाहा छैन है। म अहिले भिडियो हेर्छु, त्यसपछि भन्छु। म अझै टाढा जान्छु, यहाँसम्म आइपुगेँ, म हात हल्लाउँछु। खोइ अब म उतातिर जान्छु। मोबाइल मेरो त्यहीँ छ है, टाढा छ एकदम मोबाइल। यतिको रेन्ज, कतिको रेन्जसम्म यो भोइस रेकर्ड हुन्छ यो माइकले, म एकचोटि चेक गर्नलाई मात्र, टेस्ट गर्नलाई मात्र हो होइन। अब म नजिक आउँदैछु है त ल, आएँ है त। अब धेरै छैन, 10 फिट जति छ होला, 10 फिट। अझै म धेरै टाढा जान सक्थेँ तर अलिकति वहाँ पनि जानुपर्छ त, मलाई भिडियोमा देख्दैन पनि, त्यही भएर ल म नजिक आएँ। अब कस्तो हुँदैछ होइन, एउटा मोबाइलको चार्जिङ पोइन्ट हुन्छ होइन, त्यो चार्जिङ पोइन्टमा चाहिँ मैले हालेको छ। अनि त्यही हो एउटा त्यो कनेक्ट गर्ने माइक र भोइस रेकर्डको भिडियो रेकर्डमा हुनेछ। त्यो रेकर्ड मतलब त्यो कनेक्सन बनाउनलाई एउटा चिप चाहिन्छ, त्यो चिप हालेको हुन्छ, अघि मैले देखाइसकेँ है त ल। मैले भिडियो अफ गरिदिएँ, एउटा सानो भिडियो।